हेलो साथीहरू नमस्कार नमस्कार म प्रेम बहादुर साउन्त हर पलको साथी तपाईँको साथी तपाईँ आफूले जानेका कुराहरू तपाईँलाई सिकाउने मान्छे हाम्रो प्रेम न्यू टेक्निकल युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। आज हामीले लिएर आएका छौँ एकदमै तपाईँको लागि एकदमै प्रभावकारी रहेको छ यो भिडियो। आज हामी इडिबी 2026को रिजल्ट चाहिँ अब तपाईँकै घरमा चाहिँ बसेर तपाईँले कसरी चेक गर्ने भन्ने विषयमा यो छोटो भिडियो लिएर आएका छौँ। कृपया अन्तिमसम्म हेर्नुलाई यदि तपाईँ प्रेम न्यू टेक्निकल युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्रेम न्यू टेक्निकल युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। भिडियो चाहिँ स्किप नगरेर अन्तिमसम्म हेर्नुलाई एकदमै छोटो रहेको छ भिडियो। सर्वप्रथम चाहिँ तपाईँले चाहिँ आफ्नो मोबाइलको चाहिँ स्क्रिन खोल्नुहुन्छ, त्यसमा चाहिँ क्रोम ब्राउजर त गुगलमा गएर तपाईँले चाहिँ सिधै इडिबी रिजल्ट 2026 हान्न सक्नुहुन्छ। मजाले इडिबी रिजल्ट 2026 हानेर तपाईँले सर्च गर्नुहोला। सर्च गरिसकेपछि यसरी इलेक्ट्रोनिक डिभिसिटी भिसा प्रोग्राम भनेर फर्स्ट हेडलाइनमा देखिनेछ, जुन युएस डिपार्टमेन्टको चाहिँ अफ द स्टेटको रहेको छ। त्यसमा तपाईँले क्लिक गर्नुहोला। अब तपाईँले क्लिक गरिसकेपछि त्यसपछि तपाईँले चाहिँ त्यो धेरै मान्छेहरूले के गरिरहेको छ एकछिनमा चाहिँ रिजल्ट चेक गरिरहेको छ। सर्भर चाहिँ एकदमै डाउन चेक गरिरहेको छ। त्यसमा चाहिँ तपाईँले चाहिँ प्रेस गर्नुहोला र इलेक्ट्रोनिक डिभाइस भिसामा डाउन छ। तपाईँले चाहिँ एकचोटि धैर्य गर्नुहोला, एकचोटि रोकिनुहोला, नआत्तिनुहोला है त। तपाईँलाई चाहिँ म शुभकामना पनि दिन चाहन्छु। तपाईँको डिबी परोस् 2026मा स्वयं तपाईँ नेपालदेखि अमेरिका जान पाइयोस्। ल हेर्नुहोस् त, अब इलेक्ट्रोनिक डिभिसिटी भिसा प्रोग्राम चाहिँ यसरी खोलिसकेको छ। थ्याङ्क यू भनेको छ। द इन्टरप्रेट अफ द डिबी 2026 डिभिसिटी भिसा प्रोग्राम वाज द बिट्विन अक्टोबर भनेको छ। अब हेर्नुहोस्, यसरी तल स्क्रल गर्नुभयो भने त्यसपछि तपाईँको त्यहाँ चेक स्ट्याटस भनेको छ, तपाईँले त्यसमा क्लिक गर्नुहोला। चेक स्ट्याटसमा तपाईँले चाहिँ चेकिसकेपछि त्यसमा चाहिँ क्लिक गरिसकेपछि एकछिनपछि त्यो पनि खुल्छ। त्यो पनि एकदमै सर्भर एकदम बेस्ट छ। ल हेर्नुहोस्, अब तपाईँको चाहिँ वेलकम आइसकेको छ। वेलकम आइसकेपछि फेरि स्क्रोल तल गरेर तपाईँको चाहिँ तलतिर चाहिँ कन्टिन्यू भनेर देखाइरहेको छ है त। एकछिन म स्क्रोल गर्छु त। ल फेरि पनि नेट एकदम डाउन छ कि आज, त्यही भएर चाहिँ धेरै मान्छेहरू चाहिँ डिबीको रिजल्ट हेर्दैछन्। कति मान्छेलाई हतार भइसक्यो होला नि त होइन, सबै मान्छेहरू लागिरहेका छन् अहिले। अनि यसरी अलिकति प्रतीक्षा गर्नुभयो भने त्यसपछि यसरी चाहिँ तपाईँको अर्को इन्टरफेस खोल्ने छ, जसमा तपाईँको कन्फर्मेसन नम्बर भनेको हुन्छ। तपाईँले जुन इडिबी भर्दाखेरि जहाँ भर्नुपर्छ त्यतिखेर पाएको कन्फर्मेसन नम्बर चाहिँ 2025 जो लेखिएको छ नि, यसरी चाहिँ त्यो नम्बर चाहिँ यसमा चाहिँ राख्नुहोला। जुन होइन त्यो नम्बर राखिसकेपछि त्यसपछि तपाईँले चाहिँ स्क्रोल गरेर लास्ट फ्यामिली नेम भनेको छ। लास्ट फ्यामिली नेम तपाईँको के हो त, अब तपाईँको कास्ट है, जात त्यो राख्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको अर्को तेस्रो नम्बरमा रहेको छ तपाईँको बर्थ डेट पनि कस्तो तपाईँको अगाडिको चाहिँ 1990 95 96 97 98 कुन हो त्यो राख्ने। अनि त्यसपछि फेरि स्क्रोल गरेर त्यसपछि एउटा क्याप्चा दिनेछ, क्याप्चा देखिन्छ त्यसमा। अनि त्यहाँ भएको नम्बर चाहिँ त्यहाँ भएको अङ्कहरू त्यहाँ सार्नु होला। यदि तपाईँलाई त्यहाँको अङ्क बुझिएन छ भने यहाँनिर चाहिँ के सर्च बार छ नि हो, त्यसमा चाहिँ फेरि थिचेर त्यसपछि त्यहाँ आएको चाहिँ क्याप्चा चाहिँ यहाँ राख्दा अर्को क्याप्चा आइसकेको छ है त। अनि यसरी यहाँ चाहिँ लेख्नुपर्ने हुन्छ, जुन तपाईँको यहाँ SBXT लेखेर चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। अब यसरी गरिसकेपछि तपाईँलाई एकैछिन लोडिङ हुँदैछ। एकैछिनपछि अब तपाईँको रिजल्ट तपाईँको यहाँ देखिँदैछ है। तपाईँको मन ढुकढुक भइराख्यो होला है। ल हेर्नुहोस्, आइसक्यो ढुकढुकीको रिजल्ट। हेज नट बिन सिलेक्टेड, सरी तपाईँको रिजल्ट डिबी परेन भन्ने भयो। तपाईँ सिलेक्टेड हुनु भएन, नट आयो। यदि तपाईँको परेको छ भने यसमा हेज बिन सिलेक्टेड भनेर चाहिँ आएको हुन्छ। त्यसपछि तपाईँलाई कङ्ग्रेचुलेसन भन्नुपर्ने हुन्छ। तपाईँको वैदेशिक यात्रा सफल रहोस् भन्न चाहन्छु म। अब आफ्नो त परेन, यसरी चाहिँ हेज बिन सिलेक्टेड भयो भने तपाईँ पर्नुभयो। यदि हेज नट बिन सिलेक्टेड हुनुभयो भने सकियो रिजल्ट। त्यसैले नट आएर बिन सिलेक्टेड आउनुभयो, हेज बिन सिलेक्टेड आयो भने बधाई छ है त। ल कस्तो लाग्यो कृपया तपाईँलाई चाहिँ शुभकामना छ।